यस्तो मान्छे नेता हुन्छ? तपाईँ जस्तो मान्छे पनि कलाकार हुन्छ। ओहो दाइ के छ खबर? हात साथ मिलाइदैन। किन हो दाइ? कोरोना लाग्छ भनेर डराउनु भएको हो? कोरोना सरकार भागिसक्यो क्या अहिले। त्यो होइन लो अनि होइन भने हात मिलाउनु न दाइ, के भयो त? मिलाइदैन हात ल। किन दाइ? तपाईँलाई मैले अघि दिन हात मिलाउनु खोजिरहेको छु, तपाईँ हात मिलाउनु न त? तपाईँ यस्तो मेरो अपमान नगर्नुहोस् न। अहिले अपमान गरेको छैन भाइ। त्यसो भए एकचोटि हात मिलाउनु न त ल। मेरो फुर्सद हुनु पर्यो। ए दाइ 2 सेकेन्डको काम गर्न पनि फुर्सद चाहिन्छ तपाईँलाई? ए बाबा भ्याउँदैन भनेपछि भ्याउँदैन। लो कस्तो भ्याउँदैन हो दाइ? अँगालो मार्दैमा, चुपन गर्दैमा, कफ गर्दैमा के हुन्न कि? आउनुहोस् न हात मिलाउँ। जबरजस्ती हुन्छ भने लो के भएको तपाईँ दाइ? आफ्नै मान्छेसँग हात मिलाउनु तपाईँलाई यत्रो गाह्रो है? तपाईँ त म आफ्नै मान्छे हो त हो। आमापट्टिको कि मामापट्टिको? त्यो मलाई थाहा भएन कि दाइ, तर उमेर मेरो सानै भए पनि तपाईँ चाहिँ मेरो सालो पर्नुहुन्छ। ठुलो कुरो गर्नुहुन्छ। मेरा साला केटो, मैले ठुलो कुरा गरेको होइन। अब हात मिलाउन मानेनौ। म नमस्ते गर। ल हस् नमस्कार। नमस्ते, के छ खबर? ठिक छ। ल ल साला केटो, यो मजाको कुरा छोडिदिउँ कि अब एउटा काम गरौँ न त। हस् तिमी र हाम्रो जय किशन दाईको 2 जनाको चाहिँ टक्कर चाहिँ एउटा भिडियो बनाउँ न त, हुन्छ? हुन्छ। ओके, नमस्कार साथीहरू। आज हामीसँग हुनुहुन्छ 2 जना एकदमै साइको मान्छेहरू। तपाईँ के भन्दै हुनुहुन्छ? ए होइन होइन, माइन्ड योर ल्याङ्ग्वेज। हामीसँग हुनुहुन्छ 2 जना, एकजना पुण्य गौतम र एकदमै हाम्रो सम्मानित दाई जय किसान बस्नेत। म चाहिँ असम्मानित हो त? यत्तिका मैले त्यस्तो भन्न खोजेको होइन कि, हजुर पनि सम्मानित नै हो कि, तर हजुरभन्दा उहाँ धेरै सम्मानित हुनुहुन्छ नि त, किन भन्दाखेरि उहाँ त फिल्मको हिरो हो नि त। हामी पनि हिरो हो नि। हिरो ठान्छ आफूले आफूलाई? कुन फिल्मको हिरो? फ्लप फिल्मको हिरो कि बन्दैन बना फिल्मको हिरो? हामी हिरो होइन, रियल हिरो। पुत्राको हिरो? त्यो नगर्नुहोस् है तपाईँ। के गरेँ मैले? जे गर्नु भएको छ गर्नु भएको छ। के गरेँ मैले? जे गर्नु भएको छ गर्नु भएको ए छ। दाईहरू एकछिन पक्क पाउँदा तपाईँहरू झगडा नगर्नुहोस् न। जहिले भेटेको झगडा गरिहाल्नुहोस् त टिकटक लाइभमा। के हो तपाईँलाई त अनि पुरा त्यहाँ हेपिरहेको छ त नि अनि भिखारी भनेर। कस्तो हेप्या त? अनि दाई तपाईँ पनि अनि काम नभएको छ 24 घन्टा टिकटक लाइभमा बस्नुहुन्छ नि, हेपिहाल्छ त नि अनि। पब्लिसिटीको लागि म टिकटक लाइभमा आएको। दाई पनि हावा कुरा गर्नुहुन्छ, टिकटकमा गएर लाइभमा गएर भिख माग्नको लागि गइरहेको हुनुहुन्छ। टिकटकमा होइन एउटा फुल दे पनि भने दाई पनि अब चोरले कहाँ चोर भन्छ त? तपाईँहरू तर टिकटक लाइभमा बसेर चाहिँ तपाईँहरूले गिफ्टको चाहिँ भिख मागिराख्नु भएको हुन्छ कि? कसैले काहीँ आएको छैन, याद गर्नु होला। अच्छा एउटा प्लेन उडाइदिनुहोस्, जेट उडाइदिनुहोस्। यही नहीं, अभी और सुनिए। अझ बढी पोइन्ट बढाउनु पर्यो। राज गुरुङ सर अभी और सुनिए। ठुलो ठुलो गिफ्टको तयारी गर्नु होला। सञ्जय अफिसियल अभी और सुनिए। जेट उडाइदिनु पर्यो, जेट। टिकटक लाइभमा बसेर यसरी भिख मागिरहनु भएको छ, अझै तपाईँहरू भन्नुहुन्छ माग्दैनौ हामीलाई माया प्रेमले दिनु। माया प्रेम दिएको होइन दाइ, तपाईँहरू भगवान्लाई जस्तो नाम जपेको जपे गर्नुहुन्छ अनि त्यही भएर तपाईँहरूलाई यसो दिएको नि त। राज गुरुङ सर, राज गुरुङ हामी सबैको हृदयमा राज गर्नु भएको छ। हेर्दा हेर्दै अर्को जेट पनि उहाँले उडाइदिनुहुन्छ। दुनियाँको कुनै तागतले सक्नेवाला छैन। भुटानमा बस्ने महान नेपालीहरू कति दिलदार हुनुहुन्छ, आज अमेरिका बस्नु भएको छ। राज गुरुङलाई कसैले ललकार्छ भने त्यसले आगोसँग खेलेको जस्तो। ए दाइ तारिफ पनि अलि पत्याउने खालको गर्नु न हो। के भन्यो त्यो? आगोसँग खेले जस्तो हुन्छ अरे। कुछ ज्यादा नहीं हो गया? सुपरस्टार राज गुरुङ हेर्नु दाइ तपाईँहरू जेसुकै भन्नु, तर भनेको टिकटक लाइभमा बसेर तपाईँहरूले भिक्सी मागिरहनु भएको छ कि? कसले भन्नु? नपत्या हाम्रो तपाईँको टिकटक स्टार गुरुलाई सोध्नु न, हेर्न भन्दै हुन्छ त। जुन यो सेलिब्रिटीहरू म्याच खेल्छ नि, त्यो पनि गिफ्ट मागेको। पुण्यको त दाइ तपाईँहरू यसो टिकटक लाइभमा बसेर भिख माग्ने काम नगर्नुहोस् के, बरु त तपाईँ घर घरमा गएर चाहिँ भोट माग्ने काम गर्नुहोस्, किनभने तपाईँ नेता हो। पुण्य गौतम भन्ने मान्छे छ नि, नेता होइन। लो अनि के हो त? भिखारी। अनि तपाईँ चाहिँ जय किसान भिखारी। जोड़िया होस् तो खाते होस्। म खाते हूँ, म जोड़िया हूँ। ए जोड़िया बोल न खाते साला पागल। थेट दाइ यार, यत्रो सेलिब्रिटी भएर टिकटक लाइभ बसेर यस्तो को कस्तो गाली सुनिरहनु भएको छ। खाते साला पागल। लाज लाग्दैन अलिकता? छोडिदियो यस्तो टिकटक लाइभ बस्नलाई। छोडिदिएँ मैले टिकटक सिधै त अब। The next day. आयो। लो फेरि त्यही हर्कत देखाउन थालिहाल्यो। यता हाम्रो पुण्य दाइ फेरि झगडा गर्दै बसिरहनु भएको छ। जस्तो सानो कुरालाई पनि सर्न नसक्ने मान्छे। तपाईँलाई अहिलेसम्म कति मान्छेले धुलाई हान थाहा छ कि छैन? याद छ कसैलाई के गर्न सक्नुभयो? तपाईँको बेहोरालाई हानेको रहेछ क्या? नेल्सन मण्डेलालाई पनि हाने, तर सवाल पार खपेर कति अगाडि बढ्ने भन्ने हो कि। नेल्सन मण्डेला ती भनेको त तिनीहरूसम्मको औकात पुग्नु पर्यो नि। तिनीहरू तपाईँ त काम छैन क्या? दाइ त्यही भनिरहेको छ यार, छोडिदिनुहोस् कि टिकटक लाइभ नबस्नु। सरी, अब म टिकटकमा आउने छैन। किन? यो मेरो क्षेत्र होइन रहेछ। बल्ल थाहा पाउनु भयो, बल्ल बुद्धि बल्ल आयो। त्यही त तपाईँको क्षेत्र होइन कि यो भनेको। हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह टिकटकमा बसेर त्यो गिफ्ट माग्यो भने सुहाउँछ त सुहाउँदैन नि त? तपाईँको क्षेत्र भनेको राजनीति क्षेत्र हो कि, राजनीतिमा लाग्नुहोस् न। राष्ट्रिय पार्टीको म केन्द्रीय नेता हुँ। यस्तो मान्छे नेता हुन्छ? तपाईँ जस्तो मान्छे पनि कलाकार हुन्छ। तपाईँले नगर्नुहोस्। हेत्तेरीका दाइहरू फेरि झगडा गर्न थाल्नु, छोड्नुहोस् न दाइ। किन जस्तो मान्छे
यस्तरी झगडा गर्न मिल्छ त मिल्नुस् दुईजना मिल्नुस् बरु तपाईँले मेरो कठाको समाउन मिल्छ मैले समय किन आजको जनता जान्न चाहन्छ नि कार्यक्रम हाम्रो बीचमा दुईजना विशेष व्यक्ति हुनुहुन्छ प्रतिभा जयजी भोलि पुण्यजी हलसम्म धुम्फयो हेर्न आउनु भने तपाईँ के गर्नुहुन्छ म घिसारेर ल्याउँछु के हो दाइ अनि तपाईँलाई जय जाने त घिसारेर म त लगेर हलमा फिल्म हेराउँछु भन्दै हुनुहुन्छ त कसैको तागत छैन पुण्य गौतमलाई घिसार्ने कुनै त्यस्तो माइकल लाल बाबा हातको टाँगा छैन म घिसार्दिन तपाईँले यो नगर्नु है तपाईँले यो नगर्नु किन यस्तो नगर्नुहोस् तपाईँ किन तपाईँ माइन्ड यर ल्याङ्ग्वेज तपाईँ बस्नुहोस् तपाईँले मेरो कठाको समाउन मिल्छ मैले समय किन समाउनु म पनि तपाईँको समाउँछु होइन भोलि उहाँ फिल्म हेर्न आउनुहुन्छ के भयो तपाईँ सबैलाई थाहा छ दुईजना बीचमा भिडन्त भयो र आज दुवैजना हाम्रो बीचमा हुनुहुन्छ यहाँ दुवैलाई म कार्यक्रम स्वागत गर्न चाहन्छु सिद्धिनीमा के को स्वागत किन कसरी के तपाईँ आक्रमणमा आउनुभयो किन हेर्न चाहन्न भने त त्यसैले आज तपाईँ बिहानदेखि नै आक्रमण शैलीमा प्रस्तुत हुनुभयो अनि प्रभावशाली व्यक्तिले तपाईँले किन हिर्काएको त तपाईँले आक्रमण गरे हो कि हलाइले आऊ कि कसरी हिर्का तपाईँ हिर्काउनुहोस् त अहिले अगाडि किन समाउनुहुन्छ म पनि तपाईँलाई समाउन सक्छु त्यो नगर्नुहोस् है तपाईँ कसरी हिर्का तपाईँ हिर्काउनुहोस् त अहिले जुदाउने बजाउने काम नगर्नुहोस् है तपाईँ मिलाउनेतिर जानुहोस् नि झगडा गर्नुहुन्न भन्ने पक्षमा हो तपाईँ तपाईँहरूको बीचमा अब कुरा मिल्यो त फेरि समन्वय गरेर मिलाउने पक्षमा छु तपाईँ ऋषि धवला जस्तो हात मिला भन्नु होला फेरि होइन अब तपाईँहरूलाई मेरो आग्रह छ दुवैलाई हात जोडेर तपाईँले माफी माग्नु जनता सामु तपाईँलाई म यसो सरी भने र हात मिलाउनुहोस् तपाईँहरू दुवै तपाईँ ऋषि धवला हो आज मिलाइँदैन हातलाई होइन हात मिलाएर भन्नुहोस् अब हामी झगडा गरेर दुवैजना मेरो आग्रह समात्नुहोस् हात हात त्यतिखेर मिलाइन्छ जब मन मिल्छ मित्र होइन समात्नुहोस् हात कस्तो कुरा जोर जबरजस्ती हुन्छ दुवैजनाले हात मिलाउनुहोस् हात तपाईँ चुप लाग्नुहोस् एकछिन तपाईँलाई रिस उठ्यो। त्यतातिर नजाऊ कोही मान्छे छुट्याउन नगएको भए तपाईँहरूको बिचमा मारकाट हुन्थ्यो सुन्नु म हिजोको कुरो बताइदिन्छु भएको के हो भने तपाईँ थप्पड हानेकै हो पार्नुहोस् न भने तपाईँलाई हिर्काएको हो कि म तपाईँलाई भन्छु ठ्याक्कै भन्नुहोस् है तपाईँ र्याखी पार्दै हुनुहुन्छ तपाईँलाई हिर्काएको ल भन्नुहोस् तपाईँहरूले मलाई चाहिँ कहाँ लाग्यो पख्नु न भने कुरो कम्प्लिट हुन दिनुहुन्न चाट काट्नुहुन्छ अनि त्यसो त्यसपछि भए तपाईँ मुद्दा दायर गरेर तयार हुनुहुन्छ म यस्तो इन्टरभ्यू जोइन गर्दिनँ सरी बस्नुहोस् आउँदिनँ म बस्नुहोस् भने बन्द गर्नुहोस् खतम